अगाडिको अलिकति काट्दिनु पछाडिको अलिक काट्नु ल नमस्कार सबैलाई अब अहिले चाहिँ हामीले शिवपुर हैन शिवपुर चोकमा रहेको सलुनको नाम भन्नुस् अल्ताफ हेयरड्रेसर एन्ड जेन्ट्स पार्लरमा तपाईको शुभ नाम पनि भन्नुस् गयासुद्दिन अली अलीजीकोमा म कपाल काट्दैछु हेर्नुस् है यहाँ अब राम्रो काट्दिनु भने तपाईहरु सबै आउनुस् काट्नुहुन्छ मैले थाहा पाइसकेछु म हात चलाइबाटै पनि कपाल काट्छु के कपाल काट्न आउँछ मलाई पनि कपाल काट्छु भन्ने पेसा त होइन यो हात चलाइबाटै थाहा पाउँछु के मैले हात उहाँको एकदम हलुङ्गो रहेछ अनि यसरी ल हेर्नुहोस् है यसरी टक्क कपाल काटिँदैछ दाढी काटिन्छ अब त्यस पछाडि ससुराली जाने हो के खाने दाइ के खाने ससुराली गएर गीत क्या गीत ससुराली जाने हो घिउ भात खाने हो भन्नुपर्छ चिच्चोमा खाइँदैन घिउ भात खाने हो भन्ने अब अरू साली छैन के भन्नु होइन यसरी चट्ट ल हेर्नुहोस् है यो यता तपाईँहरू बुटोलबाट यता मणिग्रामबाट अगाडि रोहिणीतिर आउनुभयो भने शिवपुर चोकमा आएर हाम्रो अलीजीकोमा चाहिँ कपाल काट्न नबिर्सिनुहोस् है उहाँलाई एकदम राम्रो सेवा दिनुहुन्छ हेर्दै जानुहोस् नपत्याए मैले गफ खाने होइन मेरो भाइले रिकमेन्ड गरेर आएको यहाँ ऊ मेरो भाइ हो भण्डारी छ नि खुमराजी मेरो ठ्याक्कै भाइ हो अनि यसरी जानुहोस् है भाइले चाहिँ कपाल कहाँ काट्ने भन्नु त बुटोलमा जानुहोस् यहाँ हाम्रो शिवपुर चोकमा राम्रो छ अलीजीको त्यहाँ काट्नुहोस् भने अहिले म ठ्याक्कै यहाँ कपाल काट्दैछु तपाईँलाई म देखाइहाल्छु कस्तो हुन्छ कपाल सेवा सुविधा कस्तो छ त्यो पनि हेरिहाल्नुहोस् म कपाल मात्रै काट्दिनँ दाढी पनि काट्छु किनकि म त्यस पछाडि सिधै ससुराली जान्छु ससुराली जाने मान्छेले कस्तो कपाल लिएर जान्छ भने हाम्रो अलीजीले काट्दै हुनुहुन्छ यहाँ हेर्नुहोस् है भट्टु काट्न बनाउनलाई मान्छेको उमेर अनुहार त्यो अनुसार सबै काम गर्ने हो दाइले पारा ल्यायो हाम्रो नाउ दाइले चाहिँ पारा ल्याउनु भयो मैले माने है अनुहार हेरेर कपाल काट्छु भने चाहिँ उहाँले थाहा पाइसक्नु भएछ हल्लारे केटाको जस्तो कपाल काटेर छोडै सुहाउँछ होइन दाइ अनि उमेर अनुसारको काट्नु पर्यो हामी फैसन अनुसारको काट्ने होइन हामीलाई कस्तो सुहाउँछ त्यही काट्ने हो कतिको बिजी हुन्छ तपाईको कपाल काट्नु ठिकै हुन्छ के हुन्छ भाडा महँगो छ अहिले सस्तो के छ र अहिले सस्तो भनेको टमाटर छ बन्दा छ अरू केही पनि छैन अरू केही छैन मैले पनि यसो हेरेँ बजारमा टमाटर चाहिँ साह्रै सस्तो लाग्यो 100 को 5 केजी रे अरू सब्जी पनि ठिकै छ अहिले त्यति साह्रो व्यापार छैन हैन मान्छे नै छैन पहिला जस्तो छैन त्यही भन्नु गाडीमा हेर्यो खाली पसल हेर्यो खाली पहिला जस्तो छैन सबै गइसक्यो मान्छेहरूलाई नेपालमा बस्न मन लाग्न छोडिसक्यो
मेरो कपाल योभन्दा अगाडि काट्दा बिग्रेको छ कि छैन तपाईँलाई थाहा हुन्छ नि होइन बिग्रेको छ कि छैन किन भन्नु न मेरो कपाल जहिले पनि मेरो बुढीले काटिदिन्छ कि म पनि कपाल काट्न जानेको छु मेरो बुढीले अब मेरो काटिदिन्छ भने तपाईँ आफै बुझ्नुहोस् न हामी बुढाबुढी नै कपाल काट्नु जानेका छौँ तर हामी सैलुनमा काम गर्दैनौँ त्यो तपाईँलाई त्यो सैलुनमा काम गर्ने भन्न खोजेको होइन फेरि हामी जस्तो घरमा मेरो छोरा 2टा छोराहरू छ हामी जहिले आफै काटिदिन्छौँ मतलब के हो भने हामी घरको कपाल काट्नु सक्छौँ भनेको कि अब त्यहाँ अलि बिग्रेको छ भने तपाईँ थाहा पाइहाल्छ कस्तो नजान्ने मान्छेलाई कपाल कटाएछ भनिहाल्छ होइन मनले हामी प्रायः घरमै काट्छौँ कि कपाल मलाई एलर्जी हुन्छ त्यसले गर्दा बाहिर त्यो पाउडरहरू म लगाउँदिनँ कि पछाडि देख्नु पनि घाँटीमा मेरो त्यो एलर्जी निस्किन्छ कि भाइ योभन्दा अस्तिको नि के गर्दा गरेको ठ्याक्क एलर्जी आइहाल्छ साबुन फेरिन्छ एलर्जी आउँछ कति वर्ष भयो तपाईँले कपाल काट्नु यही ठाउँमा यही दोकानमा यही घरमा 25 वर्ष है भने सबै पहिला देखेर छु मैले तपाईँलाई यही घरमा यही यो सैलुनमा 25 वर्ष भाडा डबल भइगयो कि धेरै भयो 25 वर्षको यो गुना भइसक्यो 500 वर्षको मान्छे अहिले 500 बस्नु भएको थियो पहिला अन्त 25 वर्ष अगाडि के थियो 25 वर्ष अगाडि 2054 साल छ नि 54 साल 55 साल 56 साल 57 हो तपाईँ त्यति बेला म रेगुलर यहाँ रोपाइँ गर्न आउँथेँ कि हाम्रो खेत छ त्यहाँभित्र त्यस पछाडि कहिलेकाहीँ आउँथेँ यो कपाल काटेको भिडियो अब यहाँ दाइको प्रचार गर्नु परेन किन रे अहिले जमाना के को छ एडभर्टाइजको छ कि छैन कपाल काटेको भिडियो बनाएर हामीले हालिदिन्छ नि युट्युबमा अनि दाइको भोलि मारामार हुन्छ हेर्छ नि त मान्छेले कति मेहनत गरेर काटेको छ मेसिन लाउनेले प्राय कैँची कम लाउँछ हो कि दाइ सर मेसिन लगाइदिन्छ अनि अलिअलि कैँची डुलाइदिन्छ सक्यो दाइले मेहनत कति गरेको छ त्यहाँबाट थाहा हुन्छ तपाईँको छोरा आफ्नै छोरा हो त्यही त भाइ भतिज हुन्छ नि त कान्छो छोरा कतिवटा छोरा तपाईँको ए म जतिकै धनी रहेछ तपाईँको मेरो पनि 3टा सन्तान 3टा छोरा कि एउटा छोरी 3टै छोरा मेरो कपाल एकदम पातलो छ यो फेरि झरेर पातलो भएको होइन यस्तै पातलो पहिलाबाटै बिचमा एकपटक यो अगाडिको सबै झऱ्यो आधा झरेको थियो पछि चाहिँ आयो तपाईँ कपाल काट्न पनि सिकाउनुहुन्छ हो यहाँ हामी सिकाउँछ होइन भने तपाईँ बेला बेलामा तालिम दिने पनि गर्नुहुन्छ त्यस्तो त गरिएन पसल आफूले छोडेर होइन जस्तो यस्तो पनि हुन्छ नि पाइयो भने गइन्छ
मैले भने कहिलेकाहीँ सैलुनहरूले कपाल काट्ने भनेर पनि गर्छ नि त